वाउ गुड मर्निङ काठमाडौँ। आज धेरै दिनपछि पानी पर्यो। धुलै धुलो धुवाले काठमाडौँ साह्रै नराम्रो थियो। तर केही वर्षा पानी 2-3 दिनको सानो पानी परेकोले कति सुन्दर रमाइलो भएछ नेपालको एकमात्र राजधानी काठमाडौँ। हामी देखिरहेछौँ काठमाडौँको उत्तर साइड टोखा नगरपालिका अन्तर्गत पर्छ ग्रान्डी इन्टरनेसनल हस्पिटल देखिरहेछौँ। विष्णुमती खोलाको किनारमा कति सजाउ हरिया बेराहरू, टोखा रोड देख्न सक्छौँ हामी। तर के गर्ने, हाम्रो नेपालमा बाटै भएन। साँगुरा भयो, ससाना भयो, एउटा प्लोटिङ गरेर प्लानिङ अनुसार बाटो बनाइदिएको भए एक गाउँदेखि अर्को गाउँ ठाउँ जानलाई अलि राम्रो हुनु थियो। तर यो हुन सम्भव छैन। अब अति आवश्यक कुनै बेला बारुण यन्त्रहरू, एम्बुलेन्स बोलाउनु पर्यो भने साह्रै दुःख हुन्छ। काठमाडौँमा ठाउँ नभएर होइन, व्यवस्थित गर्न सकेन सहरी विकासले। यो चाहिँ काठमाडौँको उत्तर पश्चिम ठाउँ, जहाँ ठाउँ भनिन्छ उत्तर पश्चिम नागार्जुनतिर जाउँ देखिएको ठाउँहरू धेरै सुन्दर राम्रो भएछ। केही दिन अगाडि मात्रै समाचारमा विश्वकै सबैभन्दा प्रदूषण भएको देश नेपाल भनेर भनिएको थियो। अहिले त त्यस्तो छैन। राम्रो भएछ नेपाल, क्या सुन्दर भएछ काठमाडौँ, कति राम्रो। वाउ वाउ, राति रङ्गी चङ्गी बिरङ्गी घरहरू। बाटो मात्रै सानो छ, तेरो फुटे बाटो धेरै छ। गल्ली गल्लीहरू अरू त ठिक छ, तर आज भोडियालीको रुखहरू पनि काटिन थाल्यो। हराभरा काठमाडौँ भनेको कङ्क्रिटको माहौल थुप्रिएको देखिन्छ। काठमाडौँ 20 लाख मान्छे यहाँ बसोबास गर्नुहुन्छन्। अटेको छौँ, हस्पिटल छ, सबै कुरा सुविधा छ यो सहरमा। तर पैसाको कमी छ यो सहरमा। पैसा हुनेलाई धेरै राम्रो छ। हस् त, नमस्ते। केही सुझाव गर्नु भन्ने भए